राखिसक्नुहोस्। सम्माननीय सभामुखज्यू, हिजो बिहान काठमाडौँ महानगरपालिका वडा नम्बर 24 मक्खन टोलमा आगो लागि दयाराम श्रेष्ठको घर जलेर पूर्ण रूपमा क्षति भयो। सँगैको 2 घर पनि आगलागीबाट क्षति भएको छ। आगलागीबाट सम्पत्तिको मात्र नोक्सान भएको होइन, 80 वर्षको वृद्धाको पनि निधन भई मानवीय क्षति पनि हुन गयो। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यो निकै पीडादायी घटना हो। यस्तो घटना फेरि नदोहोरियोस् भनी राज्यका सबै निकायले गम्भीर भई नियन्त्रणका सबै उपायहरू बेलैमा अपनाउन म अनुरोध गर्दछु। आगलागीको घटना खाना पकाउने ग्यास सिलिन्डर लिक भएको देखिन्छ। धेरैजसो आगलागीका घटनाहरू ग्यास लिक भएर नै हुन गइरहेको छ। यसअघि पनि काठमाडौँ कमलपोखरीमा एक रेस्टुरेन्टमा यस्तै घटना घटेर एक कामदारको मृत्यु भएको छ। महानगरपालिका र सङ्घीय सरकारले समन्वय गरी तत्कालीन सुरक्षित उपाय खोजी गर्न जरुरी छ। सभामुख महोदय, अहिले ग्यास कम्पनीहरूले बजारमा पठाइरहेका ग्यास सिलिन्डरहरूको अनुगमन भइरहेको छैन। बजार अनुगमन कडाइका साथ गरिनु जरुरी देखिन्छ। कोर सिटी एरियाभित्र जहाँ साँघुरा गल्लीहरू छन् त्यहाँ जान सक्ने पोर्टेबल मोडलका दमकलहरूको थप व्यवस्था गर्नु पर्यो। केबल टेलिफोन लगायतका तारहरू जताततै लथालिङ्ग अवस्था रहेकोले त्यसलाई पनि व्यवस्थित गर्नु पर्यो। भित्री सहरमा ठाउँमा अग्नि नियन्त्रकहरू राखिनु पर्यो। अग्नि नियन्त्रक संलग्न कर्मचारीहरूलाई विशेष तालिम र सेवा सुविधामा सरकारको ध्यान जानु पर्यो। कोर सिटी एरिया जहाँ दमकल जाँदैन, जस्तै बहाल चोक गल्लीहरूमा पानीका पाइप लाइन जडान गर्नाले पनि 81 हुने आगलागीबाट बचाउन सकिन्छ। त्यसतर्फ पनि सरकारको ध्यान जाओस् म भन्न चाहन्छु। सभामुख महोदय, हामी आम नागरिक ग्यास सिलिन्डर र पेट्रोल पम्पहरूका कारणले जोखिममा रहेका छौँ। यसकारण